सायद जनचेतनाको अभावले होला अझै पनि नेपालमा 16-17 वर्षमा बिहे गर्ने अनि बच्चा जन्माइहाल्ने चलन चल्ती चल्दै आइरहेको छ। यसै सन्दर्भमा कुरा गर्दाखेरि एकजना 18 वर्षको महिला ओपिडीमा आउनुभएको थियो होइन। उहाँको चाहिँ 11 हप्ताको चाहिँ प्रेग्नेन्सी हुनुहुँदो रहेछ। अनि उहाँलाई चाहिँ के भएर आउनुभएको भन्दाखेरि उहाँले चाहिँ सामान्य ढुगाखोकी ज्वरो घाँटी दुख्यो भनेर आउनुभएको थियो होइन। अनि औषधिमा चाहिँ उहाँले एमोक्सिक्ल्याब एजिथ्रोमाइसिन जस्ता औषधिहरू चाहिँ चलाइसक्नु भएको रहेछ क्या होइन। उहाँलाई सोधेँ मैले फार्मेसीमा गएर म प्रेग्नेन्ट छु भनेर चाहिँ भन्नु भएन भनेर भन्दाखेरि चाहिँ होइन मलाई लाज लाग्यो भन्नुहुन्छ क्या होइन। यो भर्खर चाहिँ 11 हप्ताको चाहिँ प्रेग्नेन्ट हुनुहुन्छ। उहाँले चाहिँ यो अन्नेसेसरी एन्टिबायोटिकहरू जसले गर्दा बच्चालाई असर गर्ने एन्टिबायोटिक प्रयोग गर्दै आउनुभएको छ उहाँले होइन। अब यसमा के बुझ्नुपर्छ भन्दाखेरि पहिलो चाहिँ अब 11, 12, 13, 14 हप्तासम्म त यो भनेको त अर्ग्यानहरू चाहिँ बच्चाको चाहिँ अङ्गहरू वृद्धि विकास हुने चाहिँ फेज हो होइन। यदि हामीले अन्नेसेसरी एन्टिबायोटिकहरू अथवा चुरोट रक्सीहरू प्रयोग गऱ्यौँ भनेपछि यसले गर्दा बच्चाको अङ्गहरू नबन्ने अनि अङ्गहरू नै नहुने पछि गएर अपाङ्ग हुने जस्ता समस्याहरू चाहिँ देखा पर्छ। यसले गर्दा चाहिँ धेरै ध्यान दिनुपर्ने हुन्छ है। अन्नेसेसरी एन्टिबायोटिक्सहरू अन्नेसेसरी मेडिसिनहरू होइन त्यस्तो चाहिँ आफै प्रयोग चाहिँ नगर्नु होला। नजिकको डक्टरकोमा गएर होइन तपाईँहरूले चाहिँ समस्या छ भने चेकअप गरेर मात्र डक्टरहरूले प्रिस्क्राइब गरेको चाहिँ मेडिसिन चाहिँ खानु होला।